के हो र आज बुढा आउने भएपछि त मेरो फोन उठाउन पनि ढिलो गर्ने। के को तनाव र किन तनाव लिन पर्यो र? ए नाटक। त्यो उस व्हाट्सएपमा त्यो सबैतिर व्हाट्सएपमा भयो मेसेन्जरमा भयो होइन, अनि सबैतिर त्यो डिलिट गर। हिजो पनि मैले गरिदिइसकेको थिएँ, त्यही पनि एकचोटि फेरि चेक गर। अनि त्यो लास्टमा त्यो फोटोहरू थियो नि हाम्रो, त्यो रिसेन्टली डिलिटेडमा हुन सक्छ कुनै फोटोहरू, सबै चेक गर। कल डिटेलहरू फाल्देऊ। किन टेन्सन लिन पर्छ र? के को तनाव हो र? ए झ्याउ लाग्ने। के गल्ती गरिरह रे यार, माया गरे हो। अनि सुन त कति बजेको फ्लाइट हो? केही थाहा पाउन्न, टेन्सन नगर। अनि सुन न फेरि हेर्न, त्यहाँ रुनी काम चाहिँ नगर है। रुनी काम नगर। सुन, अनि एयरपोर्ट लिन जानियो कि नै? ए जान्नौ, आफै आउँछन्। अनि म त आज राति डिस्टर्ब गर्ने हो के अरे 12 बजे। केही निकाल्दैनन्, केही निकाल्दैनन्, त्यो टेन्सन नगर। त्यो निकाले म ल्याउँछु, टेन्सन नगर यार। यस्ता जावा, टेन्सन नगर। सुन, मैले राति डिस्टर्ब गरौँ कि नै आज? भन त। तिमीले कहिले टाइम मिलाएर फोन गर्छौ र? अनि मैले तिमीलाई कुरेर बस्ने र तिम्रो फोन एक दिन नबोल्दाखेरि मलाई यहाँ कति छटपटी हुन्छ। तिमीसँग नबोल्दाखेरि कस्तो के अरे दिनै उरास लाउला जस्तो हुन्छ। अनि तिमीले अनि ती 3 महिनासम्म फोनै हानेनौ भने, 3 महिनासम्म फोनै हानेनौ भने म यत्तिकै बस्ने हो नि। तिमीलाई बिर्सिने कुरै हुँदैन हेर। तिमीलाई बिर्सेर अन्त लाग्ने यताउता केही पनि हुँदैन। बरु 3 महिनामा तिमीले मलाई भुल्छौ कि भन्ने मलाई त्यो टेन्सन हो। त्यहाँ अब भोलिबाट त अब केही गर्दै त्यो धेरै मस्किँदै यताउता घुमेका ती फोटा, अनि टिकटकमा पुरै त्यो मस्केका ओहो गरेर बुढाबुढीका त्यो नहाल है। फेरि अहिले भन्दैछु, त्यो हाल्यौ भने अनि त्यो बुढासँगको फोटा हाल। त्यो मस्केका फोटा यताउता दुनियाँ थरी अनेक 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 चर्तीकला गरेर त्यहाँ फोटा सोटा केही हाल्ने होइन। फेरि मैले अहिले भन्दैछु, पछि फेरि यो रिसायो यहाँ हूँ भन्न पाउँदैनौ तिमीले। आनन्दसँग बुढो आउँछन्, घुम। अब के भनौँ र? अब केही शङ्का हुन्न, केही शङ्का हुन्न। तिमीलाई टेन्सन नगर। बाहिर निस्किँदाखेरि कहिलेकाहीँ म यसो तरकारी किन्न जान्छु यताउता भनेर यसो आधा घन्टा 1 घन्टा भुल, बजार जान्छु भनेर भुल, त्यति बेला फोन हाने हुन्छ, भिडियो कल हाने हुन्छ। अनि त्यसपछि डिलिट गर्ने त हो नि। के टेन्सन गरेछौ तिमीले? त्यहाँ रुनी काम चाहिँ नगर। मस्त बुढालाई आज अब खुसी बनाऊ।